नमस्ते स्टुडेन्ट्स, आजको यस भिडियोमा हामीहरूले क्लास 12 को इस्यु अफ सेयर फर क्यास अनि फर्फिचर एन्ड रिस्यु अफ सेयर दुईटै च्याप्टरबाट आउने एउटा मिक्स क्वेसन सल्युसन गर्नेछौँ र आशा गर्दैछु कि हजुरहरूले यस भिडियोबाट धेरै कुरा सिक्नुहुनेछ। यहाँ हेरौँ त, यो क्वेसनमा के भनेछ, अ कम्पनी इस्युड 80,000 सेयर्स अफ आरएस 100 इच ए डिस्काउन्ट अफ 100%। एउटा कम्पनीले 80,000 सेयर्स जारी गरेछ अरे। कसरी गर्यो भने 100 रुपियाँको दरले, तर 10 रुपियाँ, तर 10% डिस्काउन्टको साथमा त्यसले सेयर आफ्नो जारी गर्यो। अब यहाँ फेरि यहाँ के छ, पेएबल एजेन्ट, त्यो कसरी तिर्यो भने 100 रुपियाँ थियो, अन एप्लिकेसन 40, अन एलोटमेन्ट 30, होइन, अनि अन फर्स्ट कल 10, अन फाइनल कल 10। अब यो पुरै जोडेर हाम्रो कति भएछ, 10 20 10 20 30 50 50 प्लस 40 90 भनेको हाम्रो 100 पुगेन है, मतलब हाम्रो 10 रुपियाँ डिस्काउन्ट छ। अब के बुझ्ने भने यति कुरा बुझ्नु होला हजुरले, यदि कतै तोकेको छैन होइन भने हाम्रो डिस्काउन्ट अनि प्रिमियम हाम्रो जहिले पनि एलोटमेन्टमा हुन्छ है, बुझ्नुभयो। अब मानव यसको अब हाम्रो यो पुरै हाम्रो 100 रुपियाँ पुग्न पर्यो, तर पुगेन। कति पुगेछ, 90 पुगेछ भनेको अब हाम्रो यहाँ 30 प्लस 10 गरेपछि अनि बल्ल हाम्रो 100 पुग्छ। अब 10 किन गर्ने भने 100 को 10% भनेको हाम्रो 10 हुन्छ है। ल अब यहाँ के भन्छ है, एप्लिकेसन वेयर रिसिभ 1,20,000। हेरौँ त, 80,000 सेयर जारी गर्यो, तर आवेदन कतिको आयो, 1,20,000 को आवेदन आयो उसले। अब त्यो कम्पनीलाई 80,000 सेयर मात्र जारी त्यसलाई चाहिएको छ। अब 1,20,000 आयो भने अब त्यो पुरैलाई लिनु त भएन नि त, अब त्यसलाई त्यसको जति आवश्यकता छ त्यति मात्र लिने हो, होइन। त्यसमध्ये अब कसैलाई त्यसमध्ये सेयर कुनै कुनै सेयरलाई पुरै एक्सेप्ट गर्यो होइन, कुनैलाई त्यसमध्ये अब आधी दियो, अब कुनैलाई रिजेक्ट गरिदियो। यहाँ त्यही यहाँ हेरौँ त, भनेको छ 40,000 सेयरलाई 40,000 नै दियो होइन, अनि 60,000 सेयरलाई 40,000 दियो, त्यसपछि 20,000 सेयर्सलाई त्यसले रिजेक्ट गरिदियो है। ल मतलब रिफन्डमा राखिदियो, त्यसलाई रिफन्ड गरिदियो। अब इट इज रिसोल्भ द्याट द एक्सेस एमाउन्ट पेड अन एप्लिकेसन इज टु बी एडजस्ट अगेन्स्ट एमाउन्ट ड्यू अन एलोटमेन्ट। त्यो त्यस्तो केही होइन। अब अल मनी वे ड्युली रिसिभ एक्सेप्ट भनेको के हो भने, एक्सेप्ट भनेको हाम्रो बाहेक हो है, सबै मनी रिसिभ भयो। अब कसको बाहेक रिसिभ भएको छैन, अ सेयर होल्डर होल्डिङ 500 सेयर्स फेलेड टु पे कल मनी। यो कल मनी, यो 500 सेयर्स रिसिभ भएको छैन, मतलब कल मनीले त्यसले कलवाला मनीले त्यसले एक्सेप्ट वा त्यसले पे गरेको छैन, फेलेड टु पे छ। अब फेलेड टु पे भनेको हाम्रो कल सिनेरियोहरू, त्यो कुरा बुझ्नु होला। फेलेड टु पे भनेको कल सिनेरियो, र यदि फुल्ली पेड हुन्थ्यो भने हाम्रो त्यो कल इन एडभान्स है, यति कुरा बुझ्नु होला। ल अब यहाँ रिक्वायरमा के मागेको छ, हाम्रो जर्नल इन्ट्रिज फर एप्लिकेसन एलोटमेन्ट फर्स्ट एन्ड फाइनल कल एन्ड सेयर फर्फिचर। अब धेरै नगरिकन अब सल्युसनतर्फ लागौँ है त। यहाँ हजुरहरूले यो सल्युसन हेरेर अझै राम्रोसँग बुझ्न सक्नुहुन्छ। ल अब यो क्वेसन हाम्रो सुरुमा वर्किङ नोट गराउनु पर्छ। वर्किङ नोट नगराए पनि हाम्रो एन्सर आउँछ, तर यदि हामीले वर्किङ नोट गऱ्यौँ भने हाम्रो मिस्टेक हुने चान्स भनेको एकदम 0% हुन्छ है। त्यसैले हामीले वर्किङ नोट गर्नै पर्छ, यति कुरा बुझ्नु होला। इक्जाम आए पनि हजुरले एउटा 1 मिनट जति लाग्छ होइन, वर्किङ नोट गरे झन् राम्रो मिस्टेक हुँदैन, किनभने 5 मार्क्सको सवाल हुन्छ है। ल यहाँ त वर्किङ नोट हाम्रो कसरी गर्ने भने, यहाँ त यो वर्किङ नोट गरेको छु, यहाँ लेख्ने वर्किङ नोट। ग्रुप एप्लिकेसन मनी रिसिभ नम्बर अफ सेयर रिलेटेड मनी युज इन एप्लिकेसन एक्सेस मनी ट्रान्सफर एलोटमेन्ट कल अनि रिफन्ड। अब यो मैले एक्स्ट्रा पेपर बनाएँ होइन, हजुरहरूले के गर्नु भने जो सल्युसन गर्नुहुन्छ त सल्युसन गर्नुभन्दा अगाडि टपमै बनाइदिनु होला, त्यसपछि बल्ल स्टार्ट गर्नु होला है। त्यो अब यो जरुरी छैन कि अब यो बनाएर हेराउनै पर्छ भन्ने छैन है। हजुरहरूले अब यसो एक्स्ट्रा पेपरमा बनाए पनि हुन्छ, हेराइदिए पनि केही फरक पर्दैन है। ल अब के गर्ने भने, यो ग्रुपमा हाम्रो एमाउन्ट कुन अब हिसाब किताब यो वर्किङ नोट कसकोबाट गर्ने भने, जुन हाम्रो भनेको हुन्छ 40,000 मा 40,000 जुन यो भनेको छ नि, 40,000 मा 40,000 दिएँ, 40,000 सेयर्सलाई 40,000 दिएँ, 60,000 सेयर्सलाई 40,000 दिएँ होइन,
अनि 20,000ले त्यसले रिजेक्ट गरिदिएको नि सेयर्सहरू। त्यही यतिलाई हामीले वर्किङ नोट गर्ने हो है। अब यहाँ हेरौँ त 40,000 यहाँ ग्रुपमा के लेख्ने भने सुरुमा यहाँ लेख्ने 40,000 ठिक छ नि, यो हाम्रो 40,000 हो। यही 40,000 हाम्रो यहाँ साटिदिने इन्टु 40 गर्ने। किन 40 गर्ने भने एप्लिकेसनको भ्यालु 40 छ, यो हाम्रो वर्किङ नोट्स हो, हामीले एप्लिकेसनको भ्यालुले हिसाब गर्ने हो है। यहाँ लेख्ने 40। अब 40,000 इन्टु 40 गर्दाखेरि हाम्रो आयो 16 लाख है। त्यसपछि अब यो नम्बर अफ सेलोटेडमा यो 40,000 कसरी, अब 40,000 सेयरलाई त्यसले 40,000 त दियो नि त, सेयर एलोट गर्यो नि त, लिग्यो होइन, छपत गर्यो होइन। वा कति कुरा बुझ्नु होला, वर्किङ नोट गर्दाखेरि हाम्रो यताको अमाउन्ट हामीले यहाँ लेख्ने, यताको अमाउन्ट हामीले यहाँ लेख्ने, अरू केही होइन त्यस्तो है। ल मलाई अब यहाँ पनि 40,000 छ, यो 40,000 हाम्रो, यो 40,000 हाम्रो यहाँ आयो है। 40,000 इन्टु 40 गर्ने, 40 किन गर्ने, किनभने हाम्रो एप्लिकेसनको भ्यालु 40 छ। अब फेरि यसको हिसाब गरेर पनि यति आयो। अब यो र यो घटाउँदाखेरि हाम्रो केही बच्दैन नि त, यदि केही बच्छ भने यहाँ एक्सेस मनीमा लेख्थ्यौँ भने ट्रान्सफर गर्थ्यौँ। अब यो घटाउँदा बराबर छ, केही बच्दैन, यहाँ हाम्रो यहाँ ड्यास, एलोटमा पनि ड्यास, यता पनि ड्यास, केही ड्यास, के यता मतलब ड्यासै गरिदिने, केही हुँदैन है। मतलब यहाँ अब केही बचेन अनि यता जाने कुरै भएन। अब यहाँ हेरौँ त हाम्रो यहाँ 60,000 यहाँ लेखिदिएपछि 60,000, 60,000 कहाँबाट आयो भने यो 60,000 लेख्ने होइन, 60,000 अनि यही 60,000 मैले यहाँ सारिदिने एप्लिकेसन मनी रिसिभमा 60,000 इन्टु 40, 40 किनभने एप्लिकेसनको भ्यालु 40 छ है। 60,000 इन्टु 40 गर्दाखेरि हाम्रो रह्यो 24 लाख ठिक छ नि। अब यो नम्बर अफ सेलोटेडमा 40,000 कसरी, यो 40,000 को सरी यो 60,000 को यता कति छ 40,000 होइन, यही 40,000 हाम्रो यहाँ छ है। यो 40,000 इन्टु फेरि यो 40,000 हामीले यहाँ सारिदिने, यो 40,000 इन्टु 40 गर्ने अनि फेरि यो 16 लाख आयो। अब के गर्ने भने यो 24 लाख माइनस 16 लाख घटाउने अनि त्यो लेख्ने हामीले यहाँ एक्सेस मनीमा ठिक छ नि। एक्सेस मनीमा हाम्रो यति आयो 8 लाख। अब यहाँ यदि एक्सेस मनी आएको छ भने अब हाम्रो एउटा काम चाहिँ बढ्यो भने के बढ्यो भने अब यता ट्रान्सफर पनि गर्ने काम बढ्यो है। ल ट्रान्सफर कसरी गर्ने भने अब यहाँ ट्रान्सफर हाम्रो कसकोमा भन्छ, हुन गइरहेको छ ट्रान्सफर हाम्रो एउटा एलोटेडमा अनि कलमा। अब एलोटमेन्टमा हाम्रो ट्रान्सफर हुन गइरहेको छ भने हाम्रो अब चेक गर्ने हो है। अब यो जुन यो छ यसको सिधै यो माथिसँग मतलब भएन है, यसको सिधै हाम्रो यहाँ नम्बर अफ सेलोटेड कति छ 40,000 होइन। यही 40,000 हाम्रो यहाँ लेख्ने 40,000 इन्टु के गर्ने भने अब ट्रान्सफर कसमा हुन गइरहेको छ एलोटमेन्टमा होइन, त्यसैले एलोटमेन्टको भ्यालु कति छ 30 इन्टु 30 गर्ने। अब यहाँ हेरौँ त कति आयो। अब यदि एक्सेस मनी भन्दा एमाउन्ट बढी आयो भने हामीले यही एमाउन्ट यहाँ ट्रान्सफर गरिदिने एलोटमेन्टमा। यदि एक्सेस मनी भन्दा थोरै एमाउन्ट आयो भने हामीले त्यो एमाउन्ट हामीले जुन थोरै आएको छ त्यो एमाउन्ट हामीले यहाँ ट्रान्सफरमा गर्ने अनि फेरि अब हाम्रो यति एक्सेस मनी बराबर गर्नु पर्यो, त्यसैले अनि फेरि हाम्रो यहाँ कल मनीमा ट्रान्सफर गर्नुपर्छ। त्यस्तै चेक गरेर त्यस्ता पनि क्वेसन छ यसमा, अब थुप्रै क्वेसन छ होइन। यदि क्वेसन हजुरले हेर्नुभयो राम्रोसँग भिडियो होइन, राम्रोसँग बुझ्नुहुन्छ, हरेक प्रकारको क्वेसन मैले बनाएको छु। अहिलेलाई हामीले के बुझौँ भने यदि एक्सेस मनी भन्दा यदि यो हिसाब गर्दाखेरि 40,000 इन्टु 30 गर्दाखेरि भनौँ होइन, यदि एक्सेस मनी भन्दा यदि एमाउन्ट बढी आयो भने जे छ त्यही लेखिदिने, यो एक्सेस मनी जो लेखिदिने यहाँ। यदि थोरै आयो भने त्यो हाम्रो एमाउन्ट यहाँ लेख्ने है, ठिक छ बुझ्नुभयो भने। अब यहाँ हाम्रो फेरि यहाँ 20,000 हो न, अब 20,000 यहाँ छ होइन, यो 20,000 हाम्रो यहाँ छ, 20,000 इन्टु 40 यो 20,000 यहाँ आयो इन्टु 40 किन एप्लिकेसनको भ्यालु 40 छ, यो 40 गरियो अनि यो हिसाब गरियो 8 लाख आयो। अब यिनीहरूको त यहाँ एमाउन्ट थियो होइन, यो 40,000ले 40,000 दियो, 60,000लाई 40,000 दियो भने अब यसको त निल छ नि, निल भनेको 0 है। अब रिजेक्ट गरिदिएको यसलाई, अब यो एमाउन्ट हाम्रो यहाँ लेखिदिने, मतलब छैन केही लेख्न परेन होइन, यहाँ हाम्रो केही छैन भने केही लेख्न परेन। अब यहाँ छैन भने यता जाने कुरै भएन, यहाँ पनि अब यो र यो घटाएर त हाम्रो एक्सेस मनी आउँछ, यहाँ केही छैन घट्नेहरू त एक्सेस पनि कुरो भएन। अब यो डाइरेक्ट हाम्रो कहाँ जान्छ भने यो हाम्रो रिफन्डमा जान्छ है, सिधै यहाँ ल्याएर रिफन्डमा ल्याइदिने। ल अब हाम्रो अब अब हाम्रो हिसाबतर्फ लाग्यो। ल सुरुमा हाम्रो हुन्छ यहाँ सेयर एप्लिकेसन, हेडिङ बनाउने 1 नम्बर लेखेर सेयर एप्लिकेसन है। अब के बुझ्नु होला भने सेयर एप्लिकेसनमा हाम्रो सुरुमा रिसिभको इन्ट्री हुन्छ अनि त्यसपछि बल्ल हाम्रो ट्रान्सफरको इन्ट्री हुन्छ है। अब रिसिभको इन्ट्री के हो भने फर्स्टमा
ल यहाँ हाम्रो लेख्ने सुरुमा बैंक अकाउन्ट डेबिट टू स्योर एप्लिकेशन अकाउंट। नरेशन पनि लेखिदिने being sure application money receive। अब हजुरले शेयर एप्लिकेसन यो इन्ट्रिजहरु छ हजुरले वर्किङ नोटको आधारले पनि गर्न सक्नुहुन्छ अनि हजुरले त्यस्तै आफै यो क्वेशनको आधारले पनि गर्न सक्नुहुन्छ। वर्किङ नोटको आधारले गर्दाखेरि के कसरी गर्ने भने यो अनि यो तीनटा अमाउन्ट जोड्ने जति पुग्छ त्यहाँ हाम्रो अमाउन्ट भर्दिने है। हैन अब हजुरले वर्किङ नोटबाट हल्का गाह्रो हुन्छ भने के गर्नु होला भने यो हाम्रो जुन यो छ रिसिभ अमाउन्ट रिसिभ हाम्रो कति भएको छ रिसिभ 1,20,000 हैन। यही हाम्रो यहाँ ब्र्याकेटमा बनाउने 1,20,000 इन्टु 40। अब 40 किनभने एप्लिकेसनको भ्यालु हाम्रो यहाँ 40 छ हैन। ल अब यही हाम्रो हिसाब गर्दिने यो तीनटा हाम्रो यहाँ जोड्दाखेरि पनि हाम्रो त्यति नै आउँछ है। त्यो हाम्रो अब तसाइमा राखौं 1,20,000 इन्टु 40 हाम्रो गर्दाखेरि आउँछ यहाँ 48 लाख। 1,20,000 इन्टु 40 गर्दाखेरि हाम्रो कति आयो 48 लाख आयो है। ल अब हाम्रो रिसिभको एन्ट्री भ्याइयो यहाँ हाम्रो के हुन्छ भने शेयर एप्लिकेसन अकाउन्ट डेबिट टू शेयर कैपिटल अर्को हुन्छ टू बैंक अनि टू शेयर एलोटमेंट। अब शेयर एप्लिकेसन अकाउंट डेबिट में ये अमाउंट लाएर यहाँ लेखिदिने 48 लाख हैन। अब यो टू बैंक में अब अमाउंट कुन भर्ने भने टू बैंक में हाम्रो जुन यो हाम्रो यहाँ रिफंड भएको छ नि रिफंड यही अमाउंट लाएर हाम्रो यहाँ लेखिदिने हो टू बैंक में 2 3 4 5 अनि रिजेक्ट में अब यो हाम्रो टू शेयर एलोटेड में हाम्रो कुन अमाउंट भन्ने भने यो जुन हाम्रो ट्रान्सफर भएको छ नि ट्रान्सफर में जुन यो 8 लाख हैन यही 8 लाख हाम्रो यहाँ शेयर एलोटेड में लेखिदिने 3 4 5। अब यो शेयर क्यापिटल हाम्रो कुन अमाउन्ट भन्ने भने शेयर क्यापिटल हाम्रो यो मनी युजिङ एप्लिकेसन जुन छ यो र यो दुईटा जोड्ने जति पुग्छ त्यति लेखिदिने। वा अर्को तरिका के छ भने यो जुन हाम्रो यहाँ इस्यु कति भछ 8 लाख हैन सरी 80,000 हैन यही 80,000 यहाँ ब्र्याकेटमा बनाउने 80,000 इन्टु 40 गर्दाखेरि पनि हाम्रो त्यही आन्सर आउँछ। यहाँ लेख्ने 80,000 इन्टु 40 हाम्रो 32 लाख। ल हाम्रो यहाँ शेयर एप्लिकेसन भ्याइयो। अब नरेसन पनि लेखिदिम being share application money transfer to share capital and share allotment and rejected money फंडेड। ल हाम्रो शेयर एप्लिकेसन भयो। अब हाम्रो दोस्रो नम्बरको रिक्वायरमेन्ट हाम्रो के रहेको छ शेयर एलोटमेन्ट। सो शेयर एलोटमेन्ट पनि गरौँ 2 नम्बर शेयर एलोटमेन्ट यो पनि हाम्रो हेडिङ हो। ल अब एउटा कुरा के बुझ्नु भने शेयर एलोटमेन्ट गर्दाखेरि हाम्रो सुरुमा ड्यू इन्ट्री हुन्छ नि त्यसपछि बल्ल हाम्रो रिसिभ इन्ट्री हुन्छ है। ल अब ड्यू इन्ट्री के हुन्छ भने यहाँ
शेयर एलोटमेन्ट एकाउन्ट डेबिट, यहाँ एक लाइन छोड मैले, टु शेयर क्यापिटल। अब यदि क्वेसनमा प्रिमियम छ भने यहाँ लेख्ने टु शेयर प्रिमियम, यदि डिस्काउन्ट छ भने डिस्काउन्ट अन शेयर एकाउन्ट डेबिट लेख्ने है। यहाँ त हाम्रो डिस्काउन्ट छ कि प्रिमियम चाहिँ हाम्रो डिस्काउन्ट छ हैन, त्यसैले यहाँ लेख्ने डिस्काउन्ट अन शेयर्स एकाउन्ट डेबिट। ल अब यसमा हिसाब किताब हाम्रो सबै हाम्रो अब यो इस्युबाट हिसाब गर्ने, इस्यु कति भएको छ 80,000, यहाँ लेख्ने 80,000 इन्टु, अब इन्टु के गर्ने भने एलोटमेन्टको भ्यालु कति छ, एलोटमेन्टको भ्यालु हाम्रो कति छ 30 छ हैन, सो यहाँ लेख्ने 30। अब यहाँ पनि लेख्ने 80,000 इन्टु, अब यहाँ के गर्ने भने अब डिस्काउन्ट हेर्नु त, डिस्काउन्ट कति भनेको छ 100 को 10%, 100 को 10% हाम्रो हुन्छ 10, यहाँ लेख्ने 10। शेयर क्यापिटल हाम्रो कति भयो 80,000 इन्टु 40। ल 80,000 इन्टु 40 गर्दाखेरि हाम्रो हुन्छ 32 लाख, अनि यो 80,000 इन्टु 30 हाम्रो 24 लाख, अनि 80,000 इन्टु 10 हाम्रो 8 लाख। ल भन्यारेसन हाम्रो हुन्छ यहाँ being share allotment money due with discount। ल अब हाम्रो यो ड्यू को एन्ट्री भयो, अब हाम्रो रिसिभ को एन्ट्री है। यहाँ लेख्ने बैंक एकाउन्ट डेबिट, यहाँ एक लाइन छोडौँ, टु शेयर एलोटमेन्ट अकाउन्ट। अब यहाँ किनर छोड्यो भने यहाँ हाम्रो फेलेट टु पे के छ, फेलेट टु पे कल मनी मात्र छ, एलोटमेन्ट मनी भने पार हाम्रो कल्सिन एरियर हुन्थ्यो है, कल्सिन एरियर्स हाम्रो डेबिटमा, कल्सिन एडभान्स हाम्रो क्रेडिटमा, यसमा हुन्थ्यो है। अब यहाँ हाम्रो फेलेट टु पे कल मनी छ, एलोटमेन्ट मनी भनेको छैन भने यसमा हाम्रो न कल्सिन एरियर छ न कल्सिन एडभान्स छ। यो गर्ने सिम्पल तरिका भयो अझै। अब यहाँ एमाउन्ट कसरी निकाल्ने भने यो जुन सेयर एकाउन्ट डेबिटको एमाउन्ट जुन छ यहाँ 24 लाख हैन, 24 लाख माइनस, अब माइनस के गर्ने भने माइनस हाम्रो यो जुन टु शेयर एलोटमेन्ट एमाउन्ट जुन छ, टु शेयर एलोटमेन्ट एमाउन्ट यो 8 लाख हैन, यो हाम्रो 8 लाख, यो 8 लाख हाम्रो यहाँ हुन्छ माइनस हुन्छ। ल यो माइनस गर्दाखेरि हाम्रो कति आयो भने 16 लाख। ये डेबिट को अमाउन्ट यहाँ क्रेडिट पनि लेख्दिने 16 लाख। ल अब यहाँ नरेसन लेख्ने being share allotment money received। ल हाम्रो शेयर एलोटमेन्ट मनी रिसिभ पनि भयो। अब हाम्रो पालो आयो, अब के छ भने फर्स्ट एन्ड फाइनल कल। अब यहाँ हाम्रो फर्स्ट, यहाँ हेर्नु त हाम्रो फर्स्ट एन्ड फाइनल कल हाम्रो छुट्टा छुट्टै दिएको छ, त्यसैले हाम्रो एन्ट्रिज पनि हाम्रो छुट्टा छुट्टै गर्नुपर्छ। ल अब हाम्रो पालो आयो शेयर, अब यहाँ फर्स्ट कल छ छुट्टा छुट्टै छ भने हाम्रो यहाँ पालो आयो हाम्रो शेयर फर्स्ट कल। सो यहाँ लेख्ने 3 नम्बर शेयर फर्स्ट कल। यसमा पनि हाम्रो सुरुमा ड्यू इन्ट्री हुन्छ नि, त्यसपछि बल्ल हाम्रो रिसिभ इन्ट्री हुन्छ। शेयर फर्स्ट कल एकाउन्ट डेबिट टु शेयर क्यापिटल। यसमा हाम्रो डिस्काउन्ट प्रिमियम केही छैन, त्यसैले केही गर्न परेन। being share फर्स्ट कल मनी ड्यू। ल यसको पनि हिसाब हाम्रो त्यही 80,000 ले जो गर्ने हो, 80,000 इन्टु अब के गर्ने भने इस्यु काउन्टले हिसाब गर्ने है सबै हामीले 80,000 हैन, इन्टु अब के गर्ने फर्स्टको भ्यालु कति छ 10 छ, त्यसैले इन्टु 10 कति हुन्छ हाम्रो यहाँ
8 लाख हैन। ल अब हाम्रो ड्यू एन्ट्री भयो। त्यसपछि अब हाम्रो आउँछ बैंक अकाउन्ट डेबिट, एक लाइन छोडौँ हैन, टु शेयर फर्स्ट कल अकाउन्ट। यहाँ हेर्नु त के भनेको छ, फेल टु पे कल मनी। अब कल मनी भनेको के हो भने फर्स्ट एन्ड फाइनल कल दुइटै मनीलाई यसले जनाएको छ। यति कुरा बुझ्नु होला। यदि कल मनी भनेको छ भने त्यसको मतलब हाम्रो फर्स्ट एन्ड फाइनल कल मनी हो है। मतलब हाम्रो फर्स्ट कलमा पनि कल्स इन एरियर छ, फाइनलमा पनि हाम्रो कल्स इन एरियर छ। त्यसैले कल्स इन एरियर हाम्रो कहिले कहाँ हुन्छ भने डेबिटमा हुन्छ है। कल्स इन एरियर्स अकाउन्ट डेबिट। ल अब शेयर फर्स्ट कलमा हाम्रो यही अमाउन्ट ल्याएर यहाँ लेखिदिने, डेबिटको 8 लाख। अनि शेयर यो कल्स इन एरियर्स सुरुमा त्यसपछि कल्स इन एरियर निकाल्ने। कल्स इन एरियर हाम्रो कति छ 500 हैन। 500 शेयर फेल टु पे छ। त्यसैले यहाँ लेख्ने 500 × 10। 10 किनभने शेयर फर्स्ट कलको भ्यालु हाम्रो 10 छ। अनि 500 × 10 गर्दाखेरि कति हुन्छ भने हाम्रो 500 × 10 गर्दाखेरि हाम्रो हुन्छ 5000 हैन। यहाँ लेख्ने 5000। अब यहाँ बैंकमा के लेख्ने भने 8 लाख हैन। सरी, अब यहाँ 80,000 सायद भनेको थिएँ, 8 लाख हो यो। 8 लाख माइनस 5000 गर्दाखेरि हाम्रो हुन्छ 7,95,000। ल यहाँ रेसन लेखौँ हाम्रो being share first call money received after adjusting calls in arrears। ल अब हाम्रो फर्स्ट कल पनि भयो। त्यसपछि हाम्रो के बच्यो, हाम्रो एउटा फाइनल कल पनि बचेको छ हैन। त्यसैले फाइनल कल पनि गर्ने, 4 नम्बर लेख्ने, शेयर फाइनल कल, यो हेडिङ लेखिदिने। यसमा पनि हाम्रो सेम हुन्छ है। यसमा पनि हाम्रो सुरुमा ड्यू एन्ट्री अनि त्यसपछि बल्ल हाम्रो रिसिभ एन्ट्री हुन्छ। यहाँ लेख्ने शेयर फाइनल कल अकाउन्ट डेबिट टु शेयर क्यापिटल अकाउन्ट। नरेसन पनि लेखिदिउँ, being शेयर फाइनल कल मनी ड्यू। ल यसको पनि हिसाब हाम्रो सबै हिसाब हाम्रो कसरी गर्ने भने मैले भनेको थिएँ। सो हाम्रो हिसाब हाम्रो इस्युको अमाउन्टले गर्ने। इस्युको अमाउन्ट 80,000 इन्टु कति गर्ने 10। यसको पनि भ्यालु हाम्रो 10 छ। त्यसैले यहाँ लेख्ने 80,000 इन्टु 10 कति हुन्छ हाम्रो 8 लाख। यहाँ पनि हाम्रो 8 लाख। ल अब रिसिभ एन्ट्री बैंक अकाउन्ट डेबिट, एक लाइन छोड्नै परेन। यहाँ त फेल टु पे कल मनी भनेको छ न, मतलब हाम्रो फाइनलमा पनि हाम्रो कल्स इन एरियर छ। त्यसैले यसमा पनि हाम्रो त्यही लेख्ने, कल्स इन एरियर्स अकाउन्ट डेबिट टु शेयर फाइनल कल अकाउन्ट। नरेसन लेखिदिउँ हाम्रो being शेयर, यहाँ त being शेयर फाइनल कल मनी received after adjusting calls in arrears। ल यसमा पनि यहाँ डेबिट अमाउन्ट यहाँ ल्याएर लेखिदिने 8 लाख। कल्स इन हाम्रो कति छ 500 हैन। 500 इन्टु 10 किनभने फर्स्ट कलको पनि भ्यालु पनि हाम्रो 10 हो। त्यसैले यहाँ लेख्ने 5000। अनि यहाँ सेम प्रोसेस 8 लाख माइनस 5000 कति हुन्छ 7,95,000। ल हाम्रो अर्को हाम्रो के रिक्वायर छ यहाँ त। त्यसपछि हाम्रो रिक्वायरमेन्ट छ
सेयर फर्फिचर हैन, त्यसपछि के छ सेयर फर्फिचर। त्यसैले अब यहाँ त सेयर फर्फिचर गर्दाखेरि हाम्रो पनि त्यसमा पनि डिस्काउन्ट र प्रिमियमहरु हेर्न पर्छ है। यहाँ के छ यहाँ इस्यु गर्दाखेरि डिस्काउन्ट छ हैन। अब यति कुरा बुझ्नु होला, सेयर फर्फिचरमा प्रिमियम डेबिटमा अनि डिस्काउन्ट हाम्रो क्रेडिटमा हुन्छ है। ल यहाँ लेख्ने 5 नम्बर सेयर फर्फिचर, यो पनि हाम्रो हेडिङ हो। हाम्रो सुरुमा आउँछ सेयर क्यापिटल एकाउन्ट डेबिट। यदि यहाँ क्वेसनमा हाम्रो प्रिमियम हुन्थ्यो भने हैन, यहाँ प्रिमियम हुन्थ्यो भने हाम्रो यहाँ फेरि यहाँ के लेखिन्थ्यो सेयर प्रिमियम एकाउन्ट डेबिट भनेर लेखिन्थ्यो है। यहाँ प्रिमियम छैन त्यसैले लेख्न परेन। हामी यहाँ लेख्ने टु सेयर फर्फिचर टु कल्स इन एरियर्स, एउटा टु डिस्काउन्ट अन सेयर्स एकाउन्ट डेबिट सरी क्रेडिट न। ल अब सेयर क्यापिटलहरु, अब यो सेयर फर्फिचरको हिसाब किताब हाम्रो सबै जुन यो फेलियर टु पे जति सेयर भनेको छ त्यसैले हामीले हिसाब गर्ने हो। यहाँ त फेलियर टु पे कति भनेको छ हाम्रो 500 हैन, यही 500 ले हाम्रो सबै हिसाब गर्ने हो। यहाँ लेख्ने 500। सेयर क्यापिटल हाम्रो जहिले पनि एक्चुअल भ्यालु हुन्छ। एक्चुअल भ्यालु हाम्रो कति छ वा पार भ्यालु बुझ्नु न, हैन पार भ्यालु कति छ हाम्रो 100 छ हैन। त्यसैले यहाँ लेख्ने यहाँ 100। ल अब यो सही हिसाबको हाम्रो 500 बाट गर्ने, यहाँ पनि लेखौं 500 इन्टु यहाँ पनि लेखौं न 500 इन्टु यो कसरी गर्ने भयो डिस्काउन्ट अन सेयर हैन। डिस्काउन्ट कति भनेको छ यहाँ त इस्युको 100 को 10% हैन। त्यसैले यहाँ 100 को 10% कति हुन्छ 10 हुन्छ। अनि यहाँ लेख्दिने 10। यो कल्स इन एरियर। अब फेलियर टु पे कुन मनी भनेको छ फेलियर टु पे कल मनी हो। कल मनी भनेको के हो भने दुईटै मनी हो, फर्स्ट एन्ड फाइनल कल मनी हो। भनेमा के छ फर्स्ट को र फाइनल को अमाउन्ट जोड्दिनु 10 10 20 अनि यहाँ लेख्ने हामीले 20। अब फर्फिचर भनेको के हो भने जफत गर्नु। अब कति जफत गर्यो भने 20 + 10 30 कति रह्यो हाम्रो 80 हैन, सरी 70। ल अब 70 80 90 100 हाम्रो 100 पुग्यो हैन। अब यहाँ नरेसन में लेख्दिम बीइङ 500 shares forfeited at डिस्काउन्ट यसरी नै गर्ने हो फर्फिचर। ल यहाँ लेखौं त, यहाँ लेख्ने हाम्रो 5000 इन्टु सरी 500 इन्टु 100 भनेको हाम्रो 50000 हैन। अनि 500 इन्टु 70 गर्दाखेरि हाम्रो हुन्छ यहाँ 35000। 500 इन्टु 20 गर्दाखेरि हाम्रो हुन्छ यहाँ 10000। यहाँ 500 इन्टु 10 गर्दाखेरि हुन्छ हाम्रो 5000। पुरै जोडेर हाम्रो 50000 पुग्यो। यसरी नै हाम्रो सेयर यो फर्फिचर पनि गर्ने हो। र आउने भिडियो भनेको हाम्रो अब यहाँ आउँदै गएको हुन्छ। अब यसमा प्रोराटाहरु पनि छ, प्रोराटा वाला कसरी गर्ने, रेसियोहरु कसरी निकाल्ने सबै छ। अब यसमा हाम्रो यो क्वेशन बनाएको छु, यसमा हजुरहरुले इम्पोर्टेन्ट क्वेशन मतलब हेर्नु होला है हजुरले। यहाँ मैले केही टिप्स एन्ड ट्रिक्सहरु पनि बनाएको छु, त्यो पनि हजुरलाई अर्को भिडियो मैले डिस्कस गर्ने छु। यहाँ हेर्नु त, यसो हेर्नु न, फेलियर टु पे मीन्स कल्स इन एरियर, फुल्ली पेड मीन फुल्ली पेड, पे फुल भ्यालु, पेड इन्टायर भ्यालु मीन्स कल्स इन एडभान्स, यसै छ हाम्रो। यहाँसम्म छ रेसियो, कुन खण्डमा हामीले रेसियो निकाल्नु पर्छ, कुन खण्डमा रेसियो निकाल्नु पर्दैन। यहाँ यस्ता क्वेशन हाम्रो थुप्रै छ हैन, लगभग हाम्रो 32 वटा क्वेशन छ। यहाँ हेर्न सक्नुहुन्छ हजुरले। यसै 32 वटा क्वेशन यदि हजुरले पुरै भिडियो राम्रोसँग हेर्नुभयो भने 32 वटै क्वेशन यदि अनि हजुरले यो सेयर फर्फिचर अनि यो रेसियो यो सेयर वाला च्याप्टरबाट आउने क्वेशन सबै सल्युसन गर्न सक्नुहुन्छ। यसमा प्रोराटाहरु वाला सबै छ। हस्त नमस्कार, आजको भिडियो हाम्रो यसमा एउटा क्वेशनको सल्युसन गरियो। आउने भिडियो पनि छिटै आउनेछ। यदि हजुरले यस भिडियोबाट धेरै कुरा केही सिक्नु भएको छ भने प्लिज यस कमेन्ट गरी आफ्नो सुझाव दिनु होला। यदि केही कुरा
इम्प्रुभ गर्नु परेमा त्यो पनि भन्नु होला है। हस् त, नमस्कार।